अपूर्णता नै ओभरथिङ्किङको प्रमुख कारण हो। के तपाईँलाई थाहा छ, तपाईँको दिमागको एउटा यस्तो बानी छ जसले अपूर्ण कुरा बिर्सँदैन। मानिसको मस्तिष्कले अधुरो कुरा सजिलै छोड्दैन। जस्तै अधुरो संवाद, अधुरो सम्बन्ध, अधुरो सपना, अधुरो निर्णय वा अधुरो उत्तर पाएका सामान्यभन्दा सामान्य प्रश्नको उत्तर पनि हाम्रो दिमागमा बारम्बार घुमिरहन्छ। यही कारणले ओभरथिङ्किङ सुरु हुन्छ। अब कल्पना गर्नुहोस्, तपाईँले आफ्नो नजिकको मित्रलाई एउटा टेक्स्ट गर्नुभयो र उताबाट छिट्टै रिप्लाई पनि आएन। केही समयमै तपाईँको दिमागले यस्ता कुराहरूको कथा बुन्न थाल्छ कि कतै मैले केही गल्ती त गरिनँ, उनी रिसाए होलान्, अथवा के भयो होला। वास्तविकता कुरा थाहा नहुनाले दिमागले खाली ठाउँलाई विभिन्न कल्पनाहरूले भरिदिन्छ। यही कुरा जीवनका अनेकौं आयामहरूमा पनि लागू हुन्छ। धेरै काम अधुरो छोड्नु, मनको कुरा नखोल्नु वा निर्णयलाई बारम्बार टारिरहनु भनेको आफ्नो दिमागलाई अन्त्य नै नहुने गरी प्रश्नहरूको जिम्मा दिनु हो। त्यसैले यदि तपाईँ ओभरथिङ्किङ कम गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिला आफ्नो जीवनका अधुरा अध्यायहरूको पहिचान गर्नुहोस्। सम्भव भएसम्म ती पूरा गर्नुहोस्, उत्तर खोज्नुहोस् वा उत्तर नआउने प्रश्नहरूलाई बन्द गर्न सिक्नुहोस्। किनभने धेरै समस्याहरू हाम्रो दिमाग कमजोर भएकाले होइन, कथा अधुरो भएकोले हुन्छ। अब सोच्नुहोस्, तपाईँको जीवनमा अहिले पनि कुन कुरा त्यस्तो अधुरो छ जसले तपाईँको मनलाई बारम्बार त्यहीँ फर्काइरहेको छ? कमेन्ट गर्नुहोस्।